स्वागत छ है रमोली कान्छा भ्लगमा सबैजनालाई। आज विभिन्न ठाउँहरूको चाहिँ यसो भिडियो खिचेर हालौँ भनेर आएको यो बुढीसँग। आज हामी दिदीको घर जाँदैछौँ। के भन्छ ठाउँ रे? साझे ठाउँमा जाँदैछौँ। हेलमेट पनि थोत्रे छ। ओ यहाँ बाइक पनि कता गयो? बाइक पनि थोत्रे बाइक यतो पुरानो भइसक्यो। अब किन्न पनि पैसा छैन। यसो थोत्रे बाइकमा भए पनि हिँड्दैछौँ। विभिन्न ठाउँहरूको भिडियो तपाईँहरूको सामु म अपलोड गरिराख्ने छु। राम्रो नभए पनि राम्रो मानेर तपाईँहरूले हेरिदिनु होला। यो चाहिँ लेकबेसी नगरपालिका वडा नम्बर 5 डाँडा गाउँबाट हामी माथि के भन्ने ठाउँ यसलाई? चाल्से डाँडा भन्ने ठाउँमा छौँ यहाँ अहिले है। डाँडा गाउँ लेकबेसी नगरपालिका वडा नम्बर 5 को डाँडा गाउँ भन्ने ठाउँ हो। यो माथि हिमालय स्कुल प्राथमिक स्कुल, योभन्दा तल चारकुनी चोक। यो सेतो टनेल लगाएको प्रिस्किला कृषि तथा पशुपन्छी फार्म रमौली कान्छाको गाउँ हो। यो बाटो देखेको चाहिँ गमखोला। यो चाहिँ फालीकोट भन्ने ठाउँ हो। डाँडा गाउँ यता यो त छेउ डाँडा गाउँ फालीकोट। यहाँबाट सुर्खेत बजार ऊ त सेतो देख सुर्खेत बजार। यो काफलको रुख अलि फले छैन क्या हो? यो चाहिँ लेक गाउँ सुर्खेत जिल्लाको लेकबेसी नगरपालिका वडा नम्बर 3 पर्छ। पर पनि रहेछ घर होइन? यो पो कहाँ बनेछ भने त हेलपोस्ट। गाउँ पनि राम्रो रहेछ नि गाउँ त। घाम त परेको कहाँ गर्जुरी त्यही हो। यो चाहिँ हेलपोस्ट, लेगाउँको हेलपोस्ट। उयो पारी गाउँ के हो त फेरि? उयो पारी फुलबारी स्कुल। यो हामी यही गाउँमा जाने हो घुम्नुलाई। आज साझे भनेको यही हो। तल कुन हो दिदी घर? यता यो साझे गाउँमा चाहिँ विकासको लागि बत्ती पनि आउनु सुरु भइसकेको छ। पहिला बत्तीहरू आएको थिएन यो ठाउँमा। अब यहाँबाट हेर्दै जानु है साझे गाउँको। यो ठाउँमा चाहिँ पहिला पानी खान पनि मुस्किल हुन्थ्यो। अहिले यहाँ चाहिँ पानी घट्टा छ। यहाँ मकै पिस्ने पानी घट्टा।
समूहको कुन समूहको उयो यो समूहको नाम चाहिँ श्री मिश्रित बहुउद्देश्य कृषक समूह सादे वडा नम्बर 2 लेखबेसी 2 सादे सुर्खेत पनि हालेको रहेछ। कहाँ हो ट्याङ्की बनाएको छ भन्थ्यो त पानीको ट्याङ्की पारी बनाएको छ अनि यही पानीबाट चाहिँ यहाँ सिँचाइ हुन्छ। सबैको घर घरमा टनेल छ तरकारीहरू उत्पादन। यो ठाउँमा पहिला पानी खान समस्या हुन्थ्यो अहिले यहाँ घट्टा चल्छ भनेपछि ए समूहले त्यहाँ ट्याङ्की बनाउनु लागेको छ सिँचाइको लागि। तपाईँको पनि टनेल छ कहाँ छ टमाटर नै छ छैन रोग लागेको छ। तपाईँको नाम के भनिदिनु त पहिला अमरबहादुर ताराम हो ए तपाईँ ताराम हो ए हाम्रो सानो पर्थ्यो क्या हो नि यिनी तारामको छोरी यिनी तारामको छोरी त डाँडागाउँको ताराम चिन्नुहुन्छ चिन्नुहुन्छ हो कुन्नले तारामले चिन्नुहुन्छ बाजे ए उहाँको छोरी हो कान्ति फुपू भन्ने मैले भदै पऱ्यो तपाईँलाई ए ल ल यहाँ त मरेको गेट मरेर होला। हामी यो साझे गाउँमा छौँ यहाँ ओह्रालो झार्दैछौँ दिदी घर त जाँदैछौँ हामी यहाँ परिवारहरू। यो टमाटर त अलिक बुढो भइसक्यो होला नि अब त हजुरको नाम के हो हजुर ताराम हो ठाडा तपाईँ घर यहीँ होइन माथि हो साझेमा धेरै राम्रो उभाएर चाहिँ मिल रहेछ घट्टा रहेछ पानी ट्याङ्की कहाँ बनाएको छ भन्थ्यो त यो टनेलहरूको के यो माथिको गएको हो कि राखेछ कि के रहेछ झिकेर राखेको हो ऊ क्या प्लास्टिक गर्मी भएर हो ए आजभोलि झिकेर राखिदिने यो 2-3 भर्खनमा बेची भ्याएर सानो सानो भएको होला होइन ए त्यही हो कि होइन साझे गाउँको तोरी के अरे यो गाउँ होइन कुन गाउँ हो नेपाली र के भन्ने हुन्छ त गाउँ मोडुले गाउँ रोटी मिठो हुन्छ नि ओ त्यो माथिको पर हामी आएको कहाँबाट हो तपाईँ यता माथिबाट होइन ओह्रालो झर्नुपर्ने छ यहाँ टमाटर लगाएर पनि यो हुर्काइसकेको नि अब अरू लगाउने होला हाम्रो सिजनमा। पहिला हामी यो ठाउँमा फागुन चैतमा आउँदाखेरि सुक्खा हुन्थ्यो होइन सुक्खा हुन्थ्यो हरियो केही देखिँदैन थियो। अहिले यो मिश्रित कृषि समूहले चाहिँ यहाँ चाहिँ एकदम राम्रो काम गरेको रहेछ। अब यो ठाउँमा घट्टा सहित हालेको भनेपछि यहाँ हरियो गाउँबारी अनि सबै ठाउँमा टनेल सिजन नभएको कारण टनेल माथिबाट झिकेर सबले घरमा राखेको रहेछ। यो बाँसको मात्रै देखेछ अहिले चाहिँ सिजन गइसकेको रहेछ। कति हरियो यो पानीको सिँचाइ भएपछि सबै ठुलो पानी रहेछ। पानीको सिँचाइ भएपछि यस्तो हरियो जताततै यस्तो हरियो हुँदैन थियो पहिला। जब समूह बन्यो समूहबाट अनि मान्छेहरूले सिँचाइ प्राप्त गरे त्यहाँबाट लगाएर टनेलहरूबाट विभिन्न समूहहरूले विभिन्न तरकारी लगाएर यहाँको मान्छेहरूले आम्दानीको स्रोत बहुत बढाएको रहेछ। 5-10 वर्षभन्दा अगाडि म आउँदाखेरि यस्तो थिएन यो ठाउँमा एकदम ऊ थियो
सुक्खा थियो, बारीहरू पनि सुक्खा देखिन्थ्यो। अहिले सबैको बारीमा तोरी, गहुँ, सबैको टनेल, उता बारीको ठाउँ के अरे गजुरे के भन्ने अरे कति राम्रो तोरी ऊ है गहुँ। दिदीको ससुराको होइन यो घर, घर धारा एउटा मात्रै नि। दिदी घर आइपुग्यो। लोकल टाइपको होला यो। जुनार फुलेको रहेछ। दिदी घर पनि आइपुग्यो। दिदीको त टन्डल रहेछ अझै के किमो सबै रोपेको सबै ठाउँ पानी सिँचाइ सबै ठाउँ फेरि लाउने होला यो सबै। ए दिदीको घर हाम्रो कानी सासू दिदी घर यही हो। दिदी नमस्ते। धाराहरू सबै बनाए घरमा धारा नि दिदी। पानी त्यही माथि घट्टामा जम्मा भएको पानी हो त्यही? त्यो सिँचाइ मात्रै हो? दाइ कहाँ जानुभयोदाखेरि? भित्र हुनुहुन्छ? के गर्नु भएको छ दाइ फेरि? दाइ नमस्कार। भगटेको रुख देखेर म दङ परे। भगटेको रुख सानो दाइको घर। हरियाली पुरै। यो चाहिँ लेकबेसी नगरपालिका वडा नम्बर 2 साझे एउटा गाउँको निश्चित कृषि समूहमा सिँचाइको लागि त्यहाँ एउटा घट्टा पनि चलेको छ। मैले तपाईँहरूलाई त्यहाँ देखाइसकेँ। त्यो घट्टा चलाउन र त्यहाँ चाहिँ तरकारीहरू लगाउनको लागि एउटा सिँचाइको यो एउटा ट्याङ्की बनेको छ। यो साझे गाउँमा यति राम्रो विकास भएको छ कि सम्पूर्ण यहाँको गाउँ लगभग 24-25 घर रहेछ यहाँ खेती किसानमा आबद्ध। उहाँहरूले यो ट्याङ्कीमा जम्मा गरेको पानीले घट्टा चलाएर पिस्ने गर्ने काम हुने रहेछ र त्यही घट्टा चलिसकेपछि त्यही पानी जम्मा भएर फेरि सिँचाइमा प्रयोग गर्नु हुँदो रहेछ। यसरी हामी सम्पूर्णले आफ्नो गाउँमा बसेर हामीले चाहिँ विकास गर्नु हो भने देशले फड्को मार्न धेरै बेस। यो पानी ट्याङ्की यहाँबाट लगेको पानीहरू चाहिँ यो गाउँमा प्रयोग हुन्छ। यही गाउँमा सानो घट्टा पनि यही निश्चित कृषक समूहले ओह्रालो झर्ने त हो।